हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। हेलो। अनि आज चाहिँ हामी ओरेन्ज पिकिङ गर्ने ठाउँमा जाँदैछौँ। यस गाइज, अनि हामी चाहिँ अब निस्किन लागेको। अहिले चाहिँ 10:53 भयो। अब हामीलाई 2 आवर लाग्छ। हामी जाँदैछौँ अब। अनि त्यसपछि यो चिसोमा यो विन्टर चलिरहेको नि त सिडनीमा। अनि त्यसपछि हामीलाई चाहिँ कहाँ जाने भइरहेको थियो। अनि सबजना ओरेन्ज पिकिङको त्यो भिडियोहरू राखेर सबैजनाले ओहो हामी पनि जानुपर्छ जस्तो भयो हामीलाई चाहिँ। अनि त्यसपछि आज चाहिँ डे अफ थियो, अनि त्यही मौका पारेर हामी पनि गइरहेको छौँ गाइज आज। यस गाइज, अब चाहिँ हामी निस्किन्छौँ अनि म हजुरहरूलाई देखाउँदै जान्छु बाटोमा, अनि उहीँ गएर पनि देखाउँछु। यस गाइज, लाग्यो गाइज अल्छी। हेलो हाय। हेलो हाय। ओ जामले वाक्क वाक्कै भइसक्यौँ गाइज। यो जाम गर्न गाह्रो भइरहेछ हामीलाई गाइज। वाक्कै लगाइसक्यो। कति बेला भइन्छ, म त निन्द्रा यहीँ निदाइदिन्छु जस्तै भइस। कति बस्नु हौ यो जाममा पनि, पागलै भइसक्यो म। पागल म बन्न सक्छु, सक्दिन तिमीलाई भुल्न। सुरेन ओए हेलो। पागल म बन्न सक्छु, सक्दिन तिमीलाई भुल्न। अब यो भन्दा बर्थडे आउँदैन गाइज, यति हो। फाइनली गाइज जाम चाहिँ खुल्यो। उफ छैन अब कतै जाम छैन हेर्नुहोस् गाइज। उफ पागलै भइसकेँ म त, पागलै भइसकेँ। उपटो आएको गाइज। उपटोमा हामी चाहिँ अहिले उपटोमा छौँ। बाटो चाहिँ कस्तो बवाल गाइजहरू। ओ माई गॉड, वाउ। यस्तो बवाल बाटो रहेछ। बाटो चाहिँ दामी, तर सानो चाहिँ सानो है बाटो। बाटो सानो तर बवाल दामी। अब चाहिँ हामी 19 मिनटमा चाहिँ हामी पुग्छौँ। तर 10 मिनट जति चाहिँ अफ रोड छ भन्ने सुनिरहेछ। मेरो अफ रोड छ। कस्तो रहेछ अफ रोड? अफ रोड कुदाउन नि मजा आउँछ, मजा आउन त, तर डर पनि लाग्छ। त्यस्तै हो। खोलै खोला तिरै तिर। कस्तो तल झर्ने जस्तो कि त्यो हुन्छ नि बुटो। यस्तो ठाउँमा बस्न पाउने भनेको चाहिँ आनन्द हुन्थ्यो होला। वाउ। हाय गाइज, हाम्रो चाहिँ अफ रोड सुरु भयो। ओ माई गॉड, बाटो त कस्तो चिप्लो छ त सुरेन हेर्दा नि। अनि बाटो चाहिँ धेरै त होइन, धेरै टाइमको अफ रोड त होइन, तर बाटो चाहिँ एकदमै अफ रोड, एकदमै डेन्जर बाटो रहेछ। कति सानो क्या बाटो पनि, त्यसै माथि अफ रोड नि त। अनि गाडीहरूलाई पनि साइड दिनै पर्यो होइन, गाडीहरू लगाएर आउँछ ती। हेलो गाइज, हामी चाहिँ यस फाइनली हामी पार्किङमा आइसक्यौँ। कति धेरै छन् मान्छे। ओ माई गॉड, गाडी नै गाडी छ पुरै मान्छे पार्किङ गरेर बसिरहेको। हामी कहाँ गर्ने हौ? कति धेरै मान्छेहरू छन् गाइज। हामी चाहिँ बकेट बोकेर अब
जाँदैछौँ फार्मभित्र छिर्दैछौँ सुरेन चाहिँ बाथरुम जानुभयो म चाहिँ फार्ममा अब छिर्न लाग्यो हेलो गाइज हामी चाहिँ अहिले सुन्तला खाँदै सुन्तला हेरौँ सुन्तला खाँदैछौँ कति खानु सुन्तला ओ माई गड खाँदा खाँदा वाक्क देख्क प्याक्क भइसक्यो ओ माई गड यस्तो पहेँलै छ गाइस यस्तो पहेँलै छ यति धेरै फलेको छ कि कुन खाउँ भइसक्यो मलाई म चाहिँ यो टिपेँ है त गाइस ओके यो बरु मिठो परेछ यार हो खै ल्याउ खाऊ त मिठै खायो यो सुन्तला हो गाई यति धेरै सुन्तला छ खाना आउनु है खाना आउनु होइन म मेरो घरमा यति धेरै सुन्तला हुन्थ्यो भने त खाना आउनु है गाइस भन्दै म पुरै भ्लगमा पुरै राखिदिन्छु सुन यो समाउन म एउटा सुन्तला टिप्छु यसलाई यसमाथि राख्नु यत्रो साइजको हुन्छ अलि ठुल्ठुलो टिपाउँ के त्यो बकेटमा राख्नलाई नै सुन्तला म यो सुन्तला टिप्नु गाइस कति धेरै सुन्तला यस्तो हुन्छ र यो त हुँदैन बेबी यो त हुँदैन यो भन्दा त यो दुईटा राम्रो टिपेको त मैले लस्सी आएर खाएर हेर्दैछु तर यो सुन्तला कस्तो पकस वाला के त्यो कपास जस्तो टाइपको सुन्तला हुन्छ नि त्यस्तै खालको के भ्याक्सिन लाएर हो कि यहाँले गरेको त्यही भएर हो कि अर्कै सुन्तला खा यो हाम्रो जस्तो नेपालको जस्तो प्योर सुन्तला खाएन नि त यो के हेर न हो अब टिप्दै गरौँ सुन्तला धेरै सुन्तला बस्दा कहाँबाट कुन टिपौँ भन्यो यो ठाउँ त कस्तो मिठो खायो तिमीले जुन अघि यो गर्दै थियौ नि त्यही हो यसमा नि राम्रो छ यसमा यो माथिको टिप्नु कस्तो सुन्तलाको यस्तो पुवाल परिरहेछ क्या बेबी हेर न नोटिस गरे हौ सबै सुन्तला माहा के ए यस्तो के लाइक मैले नोटिस गरेको थिएन है सबैमा चाहिँ सब सुन्तलाहरूमा पुवाल परिरहेको के त्यो त्यस्तो कसरी यिनीहरूले यो भ्याक्सिन लगाएको हो कि 100% हो सुरेन है पुवाल लगाइदिएको रहेछ कि त्यहाँबाट यिनीहरूले भ्याक्सिन लगाएको पकाउनु पनि खाली छैन देख्यौ सुन्तलामा यस्तो हुँदैन क्या बेबे देउरालेको चिसो हावाले मरिदिमा खानाको साराले ल यो राख न कस्तो राम्रो हुँदो रहेछ आमा तिमीलाई अहिलेसम्म थाहा छैन सुन्तलामा खाना हुन्छ भन्ने बेबी खै कहाँ गोप्यो रगत निकाल्यो राम्रो थियो क्या यो म निकाल्छु क्या जसरी पनि ब्लड आयो हो आएन तलकोसम्म त ए दुईवटा पो छ हामीसँग है यहाँ हेर यो समाउँछु म अब कुनवाला यो मैले बकेटमा भर्दैछु गाइस घाँस नराख घाँसले अलिकति पनि ठाउँ खाइदिन्छ यहाँ त जबरजस्ती हटाउनु त गाइस कोची लानु पर्छ कोची लाग्ने बकेट भर्नु पर्यो नि यहाँ नेचुरल देखियोस् न हात यसो गरेछ
ल यो छ नेक्स्ट बोट जानु नेक्स्ट बोट आउ छिटो गरेर यो भरौँ बेबी यो फुकान मलाई गाइस म चाहिँ सुन्तला टिपिरहेको छु सुन्तला खान्छौ रोग है त मसँग हामीलाई हात रेडी गर्नु पर्यो नि त क्यामेरा चाहिँ के होला नि त मलाई छैन छैन ल यो त बोक्राइदिरहेको छ ल एकचोटि खाऊ त कस्तो छ कस्तो मिठो हो यो चेन्ज गरौँ यार यो चेन्ज गरिदिउँ क्या हेलो गाइस हामी चाहिँ अब निस्क्यौँ हामी चाहिँ अब निस्किसक्यौँ सुरेन पुग्यो त आजलाई आया लायो यार हामी चाहिँ अब निस्किसक्न लाग्यौँ गाइस 4 पनि बज्न लाग्यो 4 बजे बन्द हुन्छ यार ओए त्यो पाइप हो झर्यो कि मेरो दुईटा यहाँको दुईटा टिप्पो न हामीले अरू रुखको नटिप्ने भनेर बस्यो तिमी एउटै रुखको मात्र टिपेर बसेको मलाई यस्तो हाँसो लाग्यो गाइस एउटा कुरामा भर्खर सुनेरमा हाँस्दै हाँस्दै मर्दा हाँस्दा हालत खराब हाम्रो किच्चु भैया जुत्तामा फोहोर लाग्दैन भएर ए मान्छेले यस्तो टिपेर नि यस्तरी फाल्छ नि गाइजहरू हेर्नु यस्तरी यस्तो चाहिँ गर्नु हुँदैन क्या जति जे गरे नि होइन यस्तो कसले गर्छ हेर्नु न गाइज कि त नटिप्नु नि यहाँको बिचरा कति मेहनत गरेर यहाँको के अरे कति मेहनत गरेर बनाइरहेको हुन्छन् होइन मान्छेले कस्तो भर्यो खाने ए माथि चाहिँ मड्का खाने यार यसको माथि चाहिँ मड्का खान के कस्तो त्यहाँसम्म लानु त हो नि होइन तर गाइस एकदमै रमाइलो भयो साँच्चै भन्दा चाहिँ अनि हामी चाहिँ सबैजनाको भिडियो हेर्दा जानु मन लागिरहेको थियो नि त हामीलाई पनि अनि कस्तो हुँदो रहेछ कस्तो रमाइलो हुन्छ होला सोचिरहेको थियौँ रमाइलो पनि भयो गयौँ तर कति टाइम लाग्यो जस्तो फिल भयो क्या किनकि धेरै जाम थियो नि त अनि त्यही भएर धेरै टाइम लागेको जस्तो फिल भयो भए पनि तर रमाइलो भयो गाइज बवाल चस्मा लाउँछ है अनि दामी रमाइलो भयो अनि त्यसपछि त्यो अनि जाँदा चाहिँ हामीलाई 2 घन्टा लाग्यो किनभने जाम थियो नि त अनि विकेन्ड पनि भयो विकेन्डले गर्दा पनि धेरै जाम भयो 2 घन्टा लाग्यो अनि आउने बेलामा पनि त्यस्तै हो 2 घन्टा जति लाग्ने भयो अनि जामले गर्दा एक्स्ट्रा झन् बढी लाग्यो अनि वहाँ गइसकेपछि चाहिँ एकदमै रमाइलो थियो गाइस होइन सुन्तला जति पनि खान मिल्ने क्या हामीले चाहिँ 2 बकेट लिएर आयौँ गाइस अनि एकजना जो गए पनि त्यहाँभित्र इन्ट्री गरिसकेपछि चाहिँ एउटा बकेट चाहिँ ल्याउनै पर्दो रहेछ अनि 11 पोइन्ट कति थियो 5 होइन 12.5 होइन तर 25 वाला नि हुन्थ्यो 12.5 वाला नि स्मल बकेट र लार्ज बकेट भन्ने हुन्थ्यो अनि हामीले चाहिँ स्मल बकेट लिएर आयौँ किनभने दुईजना हामी धेरै सुन्तला भन्दा खाँदैनौँ नि त फेरि घरमै भएको सुन्तला कति बाँकी हुन्छ त्यहाँ स्मलै लगाऊँ न अनि दुईजनाले लगाउनु छ भनिसकेपछि चाहिँ हामीले स्मल बकेट लिएर आएको थियौँ अनि त्यसपछि त्यसमा चाहिँ हामीलाई 12.5 लागेको थियो एउटा बकेटलाई अनि 2वटा बकेट गर्दा चाहिँ 25 त्यही नै भइहाल्यो त्यही हो गाइज अनि रमाइलो पनि भयो त्यहाँ फेरि इन्ट्री गरिसकेपछि चाहिँ एउटा बकेट जसरी पनि ल्याउनु पर्छ एकजना गइसकेपछि एउटा बकेट ल्याउनै पर्यो होइन त्यस्तो हुँदो रहेछ
अनि गइसकेपछि भित्र गएर त जति पनि खान मिल्ने क्या, जति पनि आफूलाई जति खान रुल्स अनुसार त मिल्दैन अरे, तर त्यहाँ भित्र गएपछि को हेर्न जान्छ होइन, जसले पनि खाइहाल्छ नि त्यसरी त। अनि त्यसपछि त्यहाँ अझ के गर्दो रहेछन् भन्दा लगेर होइन त्यहाँ सबले रग बिछ्याएर अनि सब फ्यामिली भएर मजाले नुन खुर्सानी नै हालेर है मजाले बसेर खाने कि घाम तापेर मजाले। भित्र चाहिँ यति ठुलो फार्म छ कि कसैले त्यहाँ कसैले कसैको वास्ता गर्दैन नि त होइन। अनि त्यसपछि मजाले खाँदो रहेछन् है, त्यस्तो गर्दो रहेछन्। हामीले त अब नर्मली यत्तिकै टिप्दै जति टिपिन्छ त्यतिमा टिप्यौँ खायौँ नि त हामीले त, अरूले चाहिँ त्यस्तो गर्दो रहेछन् होइन। अनि तर त्यहाँ के म त अचम्मै पऱ्यो, हामी त अचम्मै पऱ्यो भने सब नेपाली र इन्डियन मात्रै थियो क्या। हुन त अब सुन्तला त खासै अरू कन्ट्रीकोले त खाँदैन नि त, खान त खान्छ कि तर कमै खान्छ नि त जति इन्डियन र नेपालीले खान्छ। अनि त्यसपछि त्योभन्दा कमै खान्छ नि त अरूले, त्यही भएर पनि होला यति धेरै नेपाली थियो, यति धेरै नेपाली थियो कि त्यो पुरै फार्मै नेपाली थियो क्या, फार्मभरि नै नेपाली थियो होइन। अनि त्यसपछि मान्छे पनि यति धेरै थियो, ओ माई गड। विकेन्डमा 2 दिन खुल्दो रहेछ, विकेन्डमा मात्रै खुल्दो रहेछ 2 डेज अन्ली होइन। अनि त्यसपछि त्यही भएर पनि होला यति धेरै भिड भएको, लास्टै भिड थियो। अनि 2 दिन मात्रै खुल्दो रहेछ, अन्ली स्याटरडे एन्ड सन्डे। अनि त्यसपछि त्यही हो 10 to 4। हजुरहरू पनि जान सक्नुहुन्छ, हजुरहरू सिडनीमा आउनुहुन्छ भने विकेन्डको लागि एकदमै दामी अपर्च्युनिटी हो किनकि कहाँ गएर घुमौँ भन्नेलाई त्यहाँ जाँदा पनि हुन्छ। किनभने अब त धेरै पनि छैन होला, 2-3 विक्समा चाहिँ त्यहाँ भ्याउन पनि सक्छ जस्तो लागिरहेको थियो। अहिले त कति कम भइसकेछ सुन्तला होइन, हामी त अझ ढिलै गयो अहिले, किनभने अझ मान्छे त कति 1 मन्थ अगाडिदेखि नै गइरहेको थियो होइन। अनि अहिले त सुन्तला धेरै नै कम भइसकेछ, रुख पनि पातलिँदै गइरहेको थियो। त्यही हो गाइज, रमाइलो भयो, जे होस् ठिकै छ। त्यही हो गाइज, रमाइलो हुन्छ। अब घुम्न कहाँ जाने भन्दा त्यहाँ जानु चाहिँ बेस्ट छ है गाइज। ओके बाई गाइज।